So hey guys, welcome back to my new video. आज चाहिँ हामी मार्केटतिर घुम्नको लागि सामान ल्याउन जाँदैछौँ। रोहित चाहिँ आउँदैछ माथिबाट। मलाई अलि हाँसो लागिरहेको। रोहित आएपछि भेटौँला। ल गाइस, रोहित आइसकेको छन्। हामी अहिले बाहिर निस्किँदैछौँ। यो ठ्याक्कै यो मैले बनाएको बाटो यता नि अब यो यता हामी छौँ उहाँ ठ्याक्कै। ल है म देखिन्छु अति। ल है साइकल। ओहो बाले साइकल चलाउनु बाले भलको है बा नरिसिनु होला। यो बस ल्यायो कि होइन हामीलाई पानीले छेपेर यहाँ कपडै पुरै त्यही त निस्केको मान्छे यहाँ फेरि निस्किनु गएर उहाँ दुईजना जोडी यति ट्याक्सी छ त्यहाँ अब यहाँ आइदेखि ए नानी बाबुहरू स्कुल पढेर झोला बोकेर हात ए बा यहाँ हामी अझै सिङ्गल छ तिनीहरूमा डबल भएर हिँडिसक्यो। ए यिनी पार्किङका सबै गाडी मेरा ल बिएमडब्ल्यूको यिनका नि गाडीहरू छ नि यहाँ। अहिले देखाइदिउँ ल। यहाँ कामदारहरू धेरै छन्। कामदारहरूलाई कति त बस कार्ड बनाइदिने भनेर गाडी जो दिएको हामीले फेरि त्यही हो। अब हामी फेरि यसो हिँड्दाखेरि मोटाएर हामी अब ज्यान अलि घटाउनु पर्छ फेरि। त्यो भन्दा हामी अहिले हिँड्दै यो स्कुल हो। यो घर जस्तो खेला हेर्दाखेरि तर स्कुल हो। फेरि कसको स्कुल स्कुल फेरि मेरो क्या प्रिन्सिपल म नेपालको यहाँ एउटा ड्राइभर थियो हाम्रो। त्यो उता कता गएछ आउँदैछु भन्छु यहाँ बाटा भेटिन्छ होला। भेटिहाल्यो ए भाइ कता नेपाली ल हामी त्यहाँ तल गएर हामीले यो भ्लग कन्टिन्यू गर्छौँ। मार्केट जाँदैछौँ हामी। ल त्यहाँ हाम्रो पोर्स गइहाल्यो कि हजुरहरूलाई देखाउँछ भनेको भिडियो बन्द थियो। अब फर्काएर लिएर भन्छु कि अब मानेछ नि के कामले बिजी छ त फेरि अलि मैले धेरै काम गरेको छु कि त्यसलाई। गयो ट्रेन। यहाँको ट्रेन फेरि यस्तो खती उहाँ गाडी बिग्रेर पछाडि ताने ए साउनी है तेरि भिडियोमा आइन तिमी त लौ जा नरिस्यौ फेरि रिस्यौले ए नरिस्यौ गाई त लम्बु जाँदा यो भन्दा डबल छ। झोला नि माल बोकेर हिँडेको छ। यत्रो के अरे अझै यो त कम हो। अब दिदीले गयो फेरि फुल दिएछ फुलेर नलजाऊ केही गर्दिनँ। ए फिल्जेन यो मेरै हो के भन्ने उहाँ बसेको ड्राइभर त्यसका अब खाना मैले खाना नदिने गरेर उहाँ हेर त अझ भागेको यसलाई बेलुका पैसा दिउँला हेर त बटार्री नि ए बा मलाई देखेर त ल फेरि हामी यता जानुपर्ने मैले त्यसलाई जाने थिएँ। लुक निकै पछाडि फर्केर हानी है तेरि अझ उता उता ए भरे राम्री नानी यहाँ राम्री नानी कसैलाई चाहिए पर सम्पर्क नम्बर मैले तल डिस्क्रिप्सनमा हालिदिन्छु। ए निकालेर मलाई फोन गरेको मैले ठ्याक्की उहाँहरूको उहाँखेरि कहाँ हेर्दै हाँसेको तँ। यहाँ होटेल छ मेरो तलतिर त एउटा गणेश नि गणेश फेरि यो होटेल भएपछि अब सामान नै गाह्रो मलाई फेरि ए यता हिँडेछु यता बिहानदेखि हिँडेँ
यो भुस्टिग्रेदाखेरि बाटी छोड्दैन ल कोट्टै हानिँदैन गणेश होटेल नेपालको सेक्युरिटी गार्ड हो गाडी आहा कि अरे मेरो बुलडग मेरै होटेल हो ए साउनी तेरुवा नदेखा यहाँ त्यो भेरी यहाँ अलिकति ए मेरो गणेश होटेल ल हेलो 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 पल्तिर अर्को काठमाडौँ रेस्टुरेन्ट भन्ने यस्ता होटेल त यार कति हो नि कति उस्तै पऱ्यो अब यो चेक रिपब्लिकै किनिदिने मान्छे म हुँ यहाँ भविष्यमा उहाँ तँ नि मेरो यो यहाँ किन्दा त्यहाँ क्यासिनो छ फेरि अहिले मैले देखाइदिएँ यो पनि मैले बनाइदिन लगाइदिएँ यहाँ त्यही त बन्द भएर बन्द त के भन्नु बन्द छैन जाऊ जाऊ बाजा धन्यवाद हजुर धन्यवाद मलाई यसरी त्यो चिन्छ कि फेरि त यस्तो धेरै अरू होटेल छन् के जहाँ पनि देखिने अब मैले कोही कसो फेरि यहाँ आइदिने त्यही भएर यहीँदेखि अलिक नजिक नजिक हामी जाने थियो यहाँ पहिला खोरो थियो मैले यति सबै मैले गरिदिएको लास्टै भयो यो चेक रिपब्लिकको यो नेता बनाउँदै यो केपी जस्तै चोरै छ ठ्याक्क यति बनाइदिएको हेर्नु नि कति राम्रो देखियो क्या मैले यति खर्च नगरेँ बा यिनी थिएँ आज यिनी र म हाफ हाफ के हामी जस्तै बिजनेस पार्टनर जस्तै भनौँ यिनको र मेरो होटेल छ अब होटेल अहिले मैले देखाउँदै जान्छु यहाँ कति छ नि यो एरियामा त मेरा होटेल कति हो कति हेर्नु ल मेरा उहाँ जस्तो खिच्छौ नि मामा भन्ने चल्दैन क्या यहाँ फेरि यहाँ त झ्याम्म समातेसित भ्याइ ऊ डन दिदी त्यहाँ डन दिदी हेरी गाडी फेरि आका आई तुफान हो स्कोडा भिडियोमा देखाएको नि कस्तो नरोकेको र ती यो नि त पावर भन्ने एक भिडियो खोल्दो मान्छे चाहिँ ल हामी यहाँ आइसक्यौँ अब भित्र जाँदैछौँ ओ माडी जनानी रे ओए मेरो पेट गुरुदा थियो जर्मनमा पार्न टेकेल गुमान पठा भन्नु न ए भाइ सन्चै हस् मलाई चाहिँ कस्तो साउनी नदेखिकन जाम जाम हजुरआमा जाम अङ्कल जाम ल हामी अब टक्क एउटा लय त होला नि दुइटै एउटा उठाउनु यहाँ स्याउको स्याउ स्याउ के खाने जे खाने त उठाइ हुन्छ कति हो र वाटरमेलन चाहियो कि वाटरमेलन के चाहियो के खाने ल भन यहाँ भिडियोबाट भनौँ मैले ठ्याक अनलाइन मगाइदिन्छु घरमै आउँछ काँक्रो चाहियो कि सिमी चाहियो ए अब यो के भएर काब्रो नेपालमा काब्रो जस्तो के हो गोपी खाने कि गोपी सुन्तलो स्याउ यहाँ स्याउ अब त्यही त नि गाइड हामी के हो यहाँ हेर्नुहोस् यता एउटा छ यता झोलामा एउटा छ हेर्दा सामान छैन तर नेपालको 25,000 नेपालको 25,000 भेट्यो यति सामानले अब कति राम्रो राम्रो महँगो खाइन्छ होला
अब सानतिनाले अब त नेपालको 25,000 ल्याउँदा त यहाँ हामी जेवरै बोक्न पर्थ्यो फेरि सानतिना भयो नि अब यति झोलामा फेरि महँगो भयो धेरै सामान हामीले महँगो महँगो खानु सस्तो चाहिँ छुँदैन छु नि त्यही भएर यति अरूले बासी खान्छन् हामीले फेरि आज काटो आजै ठ्याक्की शरीर बनाउने हेल्दी के आयो दौडी कान्छ ए भएन अलि खाऊ प्याज लसुन नखाऊ धेरै अन्डा धेरै खाऊ बोल्ट त्यसका पालेको धेरैमा जुम भइदिएछ मुख अहिले त अब मेरो मुख कहाँ देखियो होला रे यार तर केही छैन जस्तो भयो नि सेकेन्ड भ्लगर राम्रै आउनु पर्यो राम्रै त्यहाँ गाड छ यार भाइ गरेको नि अब त उस साँचेर बसेको त्यही भएर अहिले सक्दिनँ बिचराले कुकुर धानेर ती त्यहाँ ती ठ्याक्क ती बन्दुक साँटेर ट्याक्क उहाँ रोकिनु म परा त्यहाँ चले मलाई ल्याङ गर्छ नि उठाएर यहाँ हालिदिन्छु यो साइकल मेरो यो साइकल नि यो मैले व्यवस्था गरिदिएको मेरो सरकारलाई भनेर यस्तो यो बाटाबाट ट्याक्क राखिदिने पैसा छिराउने कसलेको लिएर हिँड्ने नानी छ नि त्यो त्यही त यिनले होइन अब यत्रो सामान ल्याइछ यो अब लिएर हिँड्न पऱ्यो नानीले हेरिन् फनक्क बाल फर्काउँछिन् उता उहाँ बुढाबुढी छन् उहाँ सानैदेखि यता तलदेखि हेर्नुहुन्छ कि माथिदेखि यता दायाँ बायाँ जताडे जताततै रमाइलो छ नेपालमा के छ तर रमाइलो छ यहाँ त्यही पनि नेपाल जस्तो छैन नेपाल जस्तो सुविधा एकदम तर नेपाल जस्तो फुत्त खोला फुङ्गालो कतै जान परे नि जाइमा झर्लक्क हिँड्यो यहाँ जुत्ता लाएर हिँड्ने यस्तो दादाले उहाँ नेपाल खानुहुन्छ अब एकैछिन राइडर अर्को उहाँ बडी बिल्डर डरै लाग्ने मेरा बा हाम्रो क्लासको सुशील यता आएछ ल कहाँ तिमी त यहाँ छौ त भेप तान्दै भाउ नदै भेप तान्दै हामीलाई चला विदेश आयो भनेर लाल लाउनु न साथी यहाँ भाउ नदिने अरू त छोड भेप अझ यसरी लाल लाउनु न यो चाहिँ मैले बनाएको होइन भने नि मैले यताबाट ए यस्ता कलर सलर सब मैले गरिदिएको त्यहाँ अझै बन्दैछ त्यो जाली साली लाहा ऊ त्यहाँबाट तान्दैछ मैले मिलाइदिएँ त्यसकै आमाले यहाँ कराउँदाखेरि यहाँ भिडियोमा देखाउने नि त्यही भएर म बोलिनँ अहिलेलाई पहिले एउटा इन्ट्रेस्टिङ कुरा देखाउँछु कि मेरो एक्स गर्लफ्रेन्डको फोटो मैले बनाएको थिएँ उति बेला अब जहाँथिले छोडेर गई मैले नि अब यहाँ जाम यहाँ मान्छे खोज्दैछु कोही त्यस्तो पुटाल्ने यस्तो यताउति हुनुहुन्छ भने सम्पर्क गर्नु होला यो फुटालिदिइहाल्ने मलाई देख्नै मन पर्दैन यहाँ बाटो यति बाटो भएर म आएको नत्र मैले यसलाई उहिले फुटाल्नु सक्थेँ यस्ता फुल रोप्दिएँ मैले झन् छोडेर जाने तँलाई पखेरी त्यही त रोज फुल रोप्दिएर यता टेस्ला ओ माई गड टेस्ला मार्ला फेरि त्यसका ल यो नि फेरि हाँस्दै गयो कि त यहाँ ओ चिसो
जाडो भयो चिसो गाई चिसो एकदम चिसो यहाँ म पौडिन्थेँ कि यहाँ पहिला यहाँ पौडिन पाइन्न भने अहिले म पहिला यहीँ पौडिन्थेँ त्यही त यस्तो लफङ्ग मान्छे मेरो मैले बनाएको यहाँ मलाई त अहिले बन्द गरिदिइराख हुन त मलाई बन्द गरेँ अरूलाई म भर्खर पुङ्गालाई भने नि पुङ्गाल थियो तर उस्तो जाडो हुन्छ कि यहाँ जाडो छ कपडा नि ल्याएको होइन फेर्नु चाहिएको ए यिनले यिनले बनाएँ मैले पोस्टर हालिदिएको मेरो ड्याङ 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 यिनले बनाएको सबै यिनले बनाएको मैले यति ट्याक्क यो सबसे राम्रो साथीले हेरिदिन्छन् फेरि छोड खेल मुसा र बेतन ल लाएर आइसक्यो नि यहाँ बाले राउन्ड लगाइसक्यो सानोतिनो केटकेटी खेल्नु भनेर गाडी त फेरि सबै मेरो कुरै नभन्नुहोस् हल्का फुल्का इन्डियन बाइकहरू भ्लगमा हमारे भ्लग में आपको स्वागत है भनिदिनु पर्ने मैले ओहो नि यो त उसो के भन्छन् अरे डट चार्ज जे भयो नि उस पुलिसको गाडी छ त्यहाँ अगाडि गुलाबको कमलको फुल तिमी त्यसै त पाइदैन मला गिफ्ट ऊ माछा उति उहाँ भर्खर गएर ए छैन देखिन्न क्यामेरा यसो यो साथ उति त हति त्यहाँ उति के त्यहाँ त्यहाँ यस्तरी देखाइदिए गोल्डन फिस बच्चाले हाँसले त हाँसको बच्चा छ त्यहाँ कमल गुलाब होइन कमल उति त्यहाँ म यहाँ पौडिनी हो त्यहाँदेखि यहाँ कति गयो यति थियो कि गहिरो गुलाब होइन कमलको फुल त्यहाँ माछा छन् माछा नि हल्का फुल्का आइछन् म अस्ति पौडेको थिएँ कि यहाँ त म अस्ति नै आएको थिएँ यार यताबाट ठिक त्यहाँ कसरी खाइरहेको कि त्यहाँ यहाँ म पौडिन्थेँ पहिला हामी यहाँ जाँ लाएर उति गोल्डन फिस देखिएन यहाँ त्यही त आजै घटेको कि यो हिजो आउँदा नि यहाँ उस थियो छोरी थियो म यहाँ पौडिन्थेँ यार यस्तो गहिरो थियो के हेर्नु कुत्ता जस्तो पानी फालेको कि अक्सिजन दिएको यो अक्सिजन दिएको अक्सिजन होला जे भयो नि हामी हेरौँ गरे यहाँ माछा छैन माछा साँच्चै मेरो हजुरबाको फोटो नरिश्वर पौडेलको मैले अस्ति आएर बनाइदिएको यहाँ ध्यान दाउ छ छैन देखामा न नरिश्वर पौडेलले अब यो चाहिँ मेरो हजुरबाले जमानामा बनाएको हो अब अहिले चाहिँ म आएर यहाँ कार्यक्रम बनाउँदैछु यहाँ प्रोग्राम नयाँ लफङ्गाहरू केटीहरू चाहियो वा ठ्याक्क नम्बर यता नि चिज चाहनु उता नि चिज चाहनु आज केही न केही छ कि यहाँ तर केटो बनाएको फेरि मैले है भोलिको लागि यहाँ प्रोग्राम है यहाँ यस्तो रमाइलो छ त्यहाँ नाच्दैन हामी पनि त्यतिबाट जान्छौँ हजुरहरूलाई म ए हाम्रो घरको जस्तो पर्या हेर है तिमीले म तिमीलाई अहिले पठाइदिन्छु
बवाल गीत हाने त भवाल गीत हानी खाने यहाँ ल अहिले हिँड्ने एकछिन त हिँड्ने अहिले यसरी गरौँ कि होइन ठ्याक्कै खिचेको नदेखौँ है रमाइलो गाइज के हुँदैछ यस्तो पाराडी यहाँ रमाइलो हुँदैछ है रमाइलो गाइज के खतरा भएछ त हौ ए फुटबलमा जितेर हरि भएर रहेछ त बबाल ओ फुटबलको जितेर बबाल हान्छ सेलिब्रेसन है ल फुटबल जितेको फुटबल जितेको यहाँ रमाइलो बियर सियर म्याडम कि डम ल यहाँ भिडभाड छ अहिले यहाँ मोबाइल थुतेर लान बेला हुन्छ है ल है यहाँ रमाइलो छ बबाल 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 यहाँ भित्रबाट आएको भित्रबाट पुलिस पुलिस ठाउँ बसिरहेछ ओके यहाँ बियर त्यहाँ भित्रबाट आएको मुला पुरै बियर गनाएर फुटबलको डन जितेर फुटबल जितेर यहाँ यस्तो रमाइलो छ नेपालमा के छ छैन जित्यो हारे हारी नेपाल एकचोटि जितेको रेकर्ड छैन छैन क्रिकेट मान्छे छैन केही मान्छे केही पनि छैन फाइनलसम्म पुग्ने हार्ने यो नेपाल आउनेको यस्ता दुर नेपाल हामी घर आइसक्यौँ आजको लागि चाहिँ यति नै बिचमा भिडियो बनाउन पाइएन आजको लागि यति नै कस्तो सन्चै लाग्यो